जय मसीह प्रिय मित्रहरू, तपाईहरुको माझमा छोटो वचन लिएर आएको छु। भजन संग्रह 23 मा के भनेको छ भने, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्तको पानीको छेउमा डोर्याउनुहुन्छ। हालेलुया भन्नाले उहाँ हाम्रो गोठालो हुनुहुन्छ अनि हामी उहाँको भेडाहरू हौं। एउटा गोठालोले भेडालाई नि राम्रो ठाउँमा नै चराउँछ, जहाँ चाहिँ हरियो छ, जहाँ चाहिँ प्रशस्त छ, राम्रो ठाउँमा नै चराउँछ। त्यसरी नै परमप्रभु हाम्रो गोठालो हुनुहुन्छ, हामीले केही कुराको अभाव हुँदैन। जब उहाँ गोठालो र हामी भेडा भएपछि चाहिँ हामीलाई केही कुराको अभाव हुँदैन। प्रिय मित्रहरू, हालेलुया। यो वचनद्वारा म विश्वास छ तपाईहरु आशिषित हुनुभएको छ।